अन्य सदस्य यही विषय हो, नयाँ विषय छ? हुन्छ, आफ्नो कुरा छोटकरीमा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, विषय यही हो तर गम्भीर छ। म एउटै मात्रै निवेदन गर्न चाहन्छु। नेपाली काङ्ग्रेस यो संसद अवरुद्ध गर्न चाहने पार्टी पनि होइन। यो संसदीय परम्परा र यसलाई प्रारम्भ गर्ने पहिलो पार्टी, संस्थापक पार्टी पनि हो। त्यसैले गर्दाखेरि म एउटै मात्रै तपाईँ मार्फत म बुझ्न चाहन्छु, यो 4 दिन हामीले संसद अवरुद्ध बन्द गर्दै गर्दाखेरि त्यसको पनि त हामीलाई जानकारी त दिनुहुन्छ होला नि, भनिदिनुहुन्छ होला नि, केसम्म हाम्रो संवाद, केसम्म हाम्रो छलफल भयो, कहाँसम्म पुग्यो। किनभने हामीले धेरै विषयमा गम्भीर छलफल गर्न बाँकी नै छ। एक त संसद प्रारम्भ हुँदैखेरि ढिलो प्रारम्भ भएको छ, त्यसमाथि हामीसँग समय छैन। र अर्को कुरा, अचम्म कुरा के लाग्छ भने प्रत्येक गम्भीर घटनाहरूमा विषयान्तर गरेर अर्कैतिर मोडिने यो कथा, यो निरन्तरता कहिलेसम्म हो? यो म अनुरोध गर्न चाहन्छु, म बुझ्न चाहन्छु। होइन, यसले कहाँ पुर्याउने हो? साँच्चीकै हाम्रो समस्याहरूलाई खोजी गरिएन भनेदेखि संसदले निकास दिन्छ कि दिँदैन त? तपाईँ हाम्रो अभिभावक हो, तपाईँ फेल हुनु यो छुट छैन तपाईँलाई। तपाईँले हामीलाई डोर्याएर लाने हो। बरु हाम्रा साना साना कमजोरीहरू हुन सक्छन्, त्यो हामीबाट सच्याउन सकिन्छ होला, तर तपाईँहरूबाट त्यो छुट छैन, तपाईँहरूलाई छुट छैन। त्यसै कारणले गर्दाखेरि प्रधानमन्त्रीज्यूले 19 गते दिनुभएको त्यो रोस्टममा बसेर दिनुभएको अभिव्यक्ति अत्यन्तै घोर भत्सना गर्छ नेपाली काङ्ग्रेस। र यसलाई अविलम्ब तपाईँले संसदलाई प्रारम्भ गर्न र निरन्तरता दिनका लागि छिटोभन्दा छिटो यो तपाईँले जिम्मा लिनुपर्छ। तपाईँले संसदलाई सुचारू गर्न, किनभने हामीले बजेटको विभिन्न विषयमा हामीले छलफल गर्न बाँकी छ। कृषिका सेक्टरमा कुरा गर्न बाँकी छ। पहाडी क्षेत्र र हिमाली क्षेत्रमा अहिले आएको बजेटले ल्याएको विकराल अवस्थाको परिणाम भोग्न अब बाँकी छ। त्यसको विषयमा छलफल गर्न बाँकी छ। मुलुकको सबैभन्दा जटिल विषय बसाइसराई, त्यो बसाइसराईलाई यो अहिलेको बजेटले अझ धेरै प्रश्रय दिएको छ। यस्ता धेरै विषयहरू छन्। त्यस कारणले म तपाईँको समय धेरै लिन चाहन्न। यति मात्रै हो, संसदप्रति उत्तरदायी भएर प्रधानमन्त्रीज्यूले यहाँ आफ्नो प्रष्टीकरण दिनुपर्छ। संसदलाई कहाँ नेपालले भारतको भूभाग मिचेको छ त्यो कुरा प्रष्टताका साथ भन्नुपर्छ। नेपाली काङ्ग्रेसको तर्क यही नै हो र नेपाली काङ्ग्रेस मर्यादित भएर संसदलाई अझै परिष्कृत बनाएर, तपाईँलाई नै शक्तिशाली बनाएर, सभामुखज्यूलाई नै मानेर अगाडि बढ्न सदैव तयार छ। म यति नै आग्रह र अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।